सो हामी अहिले धनकुटाको पपुलर डेस्टिनेसन हिले बजार आइपुगेका छौँ र यहाँको क्लाइमेट भन्नुपर्दा एकदमै कुल र रिल्याक्स किसिमको इन्भाइरोमेन्ट रहेको छ भने धनकुटा चाहिँ यताको फेमस पोर्क सेकुवा र तोङबाले पनि चिनिने गर्दछ। र अहिले हामी हिले बजारको इन्डिमार्टमा रहेको सुब्बा सेकुवा कर्नर जाँदैछौँ र यो ठाउँ तोङबा चौकदेखि अलि तलतिर रहेको छ। र यहाँको एम्बियन्स चाहिँ भन्नुपर्दा लोकल खालको भाइब दिने लोकल भट्टी नै हो र कुनै कुनै बेला तल रहेको सुँगुरको खोरको बास्ना नि आउने गर्दछ। तर यो सबलाई हामीले इग्नोर गर्यो भने यहाँको पोर्क सेकुवा अति नै जुसी, स्पाइसी र मिठो हुने गर्दछ। यहाँ चिकन फिल्ला नै पाउँछ, तर मलाई भने पर्सनली पोर्क सेकुवा नै मन परेको हुनाले हामीले पोर्क सेकुवा नै अर्डर गर्यौँ। र यताको पिरो अचारको त कुरै नगर्नु, यस्तो बबाल टेस्ट हुन्छ नि। केटाहरूले त विराटनगरदेखि आउँछ यहाँ खाना मात्रै, सेकुवा खाना मात्रै, सेकुवा र रक्सी खाना। अस्ति भर्खर आएको थियो त केटाहरू। हाम्रो केटाहरू फास्टै पिरो त मनपर्छ। के गर्नु जति खायो त्यही हो, मुखले मान्दैन। अब मेरो ससुरालीमा चाहिँ खानुपर्छ। पर्खिन पानी त खाँदै चल्छ। भिडभाड त पुरै रहेछ नि त यहाँ। यस्तो चिल मौसममा तोङबासँग तातो पानी मिसाएर खानुको मजै बेग्लै है। तर के गर्ने, आज हाम्रो लक थिएन, हामी ड्राइभ गरिरहेछौँ, त्यही भएर आज क्लिन भएर आयो। र यहाँको मौसम भन्नुपर्दा 12 महिना चिसो हुने र बेला बेला पानी पर्ने ठाउँ हो यो। अनि मेरो साथी चाहिँ राइडको मजा लिँदै अगाडि बढिरहेको छ, थ्याङ्क्स टु हिम, जो आज मलाई नदेखेको ठाउँहरू देखाइरहेछ, घुमाइरहेछ। के भयो, ब्रेक लागिरहेको छैन? लाग्यो ल, अघिसम्म त ब्रेक लागिरहेको थिएन पछाडिको, धेरै तातेर हो क्या। ब्रेक फेल भइहालेको थियो मेरो त। हामी अहिले इटरीको सेन्ट्रल प्लाजामा छौँ। मेरो साथीको युकेको भिजा लागिसकेर अहिले उसको चाहिँ जाने तयारी चल्दैछ। आज उसले चाहिँ हेयर कटहरू, ग्रुमिङहरू चाहिँ गर्नेछ। खास कुरा के हो भनेपछि उता अब बाहिरतिर चाहिँ हरेक चिजको महँगाइले मान्छेहरूले नेपालबाटै प्रिपेयर भएर जाने गर्दछ, ताकि बाहिर गएर गाह्रो साह्रो नपरोस्। सो लेट्स फिनिश द वर्क फर्स्ट। कस्तो देख्यो? हिरो देख्यो मलाई। कालै देखिस् त। ल हामी घर पुगिसक्यौँ। फाइनली ब्याक टु होम। पुरा लाइट चाहिँ क्यामेराको लागि हो, क्यामेराको लागि, किनभने लाइट बाल्नु परेन। साँझ भइसक्यो। अब म जान्छु मेला। साथीहरू यहाँ घर पुगिसकेँ। गर्लफ्रेन्डले फोन गरेको गरेछ, गर्लफ्रेन्डको गाउँमा आज मेला छ कि अब जानु पर्यो। के जाने साथी? ससुराली आउने। त्यही हो मेला भनेको होइन, खाना खाने आउने। मेला भनेको हाम्रो त अब यही हो नि। मेला के घुम्न जाने, पाहुना जाने, मासु भात खाने र आउने, अब यही हो हाम्रो। बच्चैमा जति घुम्नु थियो मेलामा होइन, मेला रमाइलो भनेको बच्चामै आउने हो। बच्चामा मेला गइयो, घुमियो, धेरै घुम्यो। अहिले खर्च मात्रै हुन्छ। अहिले जसले बोलायो उसकोमा जाने, खाने, आउने। ह्याप्पी मदर्स डे मम। बुझ्छ मदर्स डे? आमाको मुख हेर्ने दिन आज चाहिँ। ले तोर मुख देख्छु नि यार क्यामेरा पर। कतै उमर देख्छ त्यहाँ? सधैँ रहेछ आमाको मुख हेर्ने एक दिन, बुवाको मुख हेर्ने दिन। मेरो लागि त सबै दिन हो, म त सबै दिन हेर्छु नि आमाको मुख। मिठाई कहाँ खुवाल? मिठाई बिस्रायो नि। मिठाई किन आने त दुहिब किन्नु बिस्रायो नि। आफ्नो साँझ राति दो।
अखने जेबे नखने ससुराल ओतस मिठाई हाम्रो एज आई सेड म अहिले मेला आइसकेको छु दिनभरि घुम्दा बुर्दा घर आउँदा घर आएर फ्रेस भएर अहिले मेला जाँदैछ यो मेला चाहिँ विराटनगरको नोबेलको पछाडि इखरा गाउँमा जोडा को मेलामा आएर बहुत रमाइलो लाग्दैछ मलाई ल के खान्छस् भन् त जे खोज्यो भा जे खेबा हो तिम्रो भाउजूले घरमा खाना खुवाउँछ मासु भात खुवाउँछ के भन्दैछस् म त भन्दैछु पानीपुरी खाने कम्पिटिसन गरौँ ल त आउँदैन यहाँ खाँदिनँ म अर्को दिन खानुपर्छ यहाँ त खाँदिनँ म आइसक्रिम दाइसक्रिम खाले आइसक्रिम खा अनि म भन्दैछु कि जाउँ आइसक्रिम खानलाई आइसक्रिम चाहिँ खा अनि जाउँ अनि खाना खानुपर्छ त्यही खान्छ अरे पानी अलिक राम्ररी हाल्नु होला ल भयो तिमीहरूले यही खाएर पेट भर्छस् कि खाऊ खाना खाँदैनस् मासु भात खाँदैनस् पकाएर राखेको छ मासु भात के खान्छस् हौ 20 टका सस्तो भयो कति दिनु पर्ने 50 टका वाला देखाउनु 50 टका वाला यो धेरै पातलो छ त्यही भएर पातलो छ ट्राई गर्दा तर पातलो छ त 20 बना थियो अन्त मसँग अहिले रेकर्ड पनि छ अहिले म रेकर्ड सुनेर हेर्छु अहिले भयो म खान्न मलाई मन पर्दैन यस्तो चिसो समाजमा राखेर के हो भनेर यो पानी हो पानी आज यो लगाएर बहुत खुसी लाग्दैछ टिभीमा मात्रै हेर्दै यस्तो अरूलाई लगाएको आज आफै लगाउनु पाउँदा धेरै खुसी छु म Hello. Hmm? Ano sa?